साथीहरू यति बेला हामी घाँस काट्ने नि हामी सानो केटो ठुलो केटो उता खा साथीहरू सानो केटोले म घाँस काट्न जान्छु तैँले दिनदिनै म घर बसेर खाएको रिस गरिहेस् म घाँस काट्छु मैले घाँस काट्न जान्दिनँ तैँले मलाई बोकाइदिन पर्छ भनेर अहिले मैले यसलाई लिएर हिँडेको हो कि यस्तो हो नि अनुशासन भनेको यस्तो हो कि होइन भन त हो अहिले अनुशासनको भयो नि त घाँस बोकेर ल्याइदिन्छु भने पनि त यति बानी काममा सघाए पार के थाहा सानो केटाले फेरि बेलुका आधा किलो मासु पाउँछ कि भनेर होला के अरे आधा किलो मासु पाउन नि त सक्छ नि साथीहरू मैले दया माया मान्छु के होइन मान्ने ठाउँमा मान्न नि पर्यो होइन त्यही भएर अहिले अब घाँस काट्ने हिँडे त्यस्तो थुत्रो बनाएर हिँडे जति बेला नि रिसाउँछ यस्ताले के घाँस बोकेर आउँछ त्यति भन त साथीहरू त्यही पनि मलाई रिस उठिया अहिले रिस उठिया रिस नउठ्ने बनाउन खोजेको होला के अरे रिस आयो भनेर हिँड्न खोजेको होला मैले पर्दैन नजा सानो केटा त घरै बस 3 थाल खा घरै बस मेरा पछि पछि नहिन् भनेको अहिले फक्लक मोरे मानेन के जान्छु हिँड तैँले घर बसेर खाएको रिस गरिखेस् हिँड घाँस काटिदिन्छु अरे यही भन्छ नि त यसले भन्छ साथीहरू तिमीहरूले सुन्दैनौ मैले मात्रै सुन्छु के यसका कुरा मैले बुझ्छु सुन्छु तिमीहरूले सुन्दैनौ बुझ्दैनौ तर यसले मलाई के भन्छ सब थाहा मलाई बोल्छ यो बोल्ने टाइम भनेको त्यस्तै 10 बजे 12 बजेसम्म बोल्छ रातिको त्यहाँबाट यता बोल्दैन दिउँसो 3 बजे 4 बजेसम्म बोल्छ साँझ 9 बजे 10 बजेसम्म बोल्छ अनि बोल्न बन्द हुन्छ खाली जाँगे टोक्न आउँछ यसको पाएटै चेप्दियो के साथीहरू यसको पाएटै खाइदियो के अस्ति त्यस्तो गर्छन् त मान्छेमा जहाँ पाएट च्यात्दिने अनि गर्छन् त यो यसको बिहोरा के भएको यस्तो भएको दुनियाँ संसारको बेइज्जत गर्दिन पाउँछ त यसलाई बिचारा भएमा उभिन दिन्न कि सबै टोकेर कोतर दिएर त्यस्तो गराइदिन हुन्छ त यो माथेको होइन सिनो र पानी बनाएर यसका गाला लगाइदिनु भने होस् आउँदो साथीहरू नत्र यसको होस् आएन भन् त तैँले भन् त तँलाई के गरौ टोको अनि दुख्रा खाना आयो अनि टोको हाता यहाँ डाम्नी खै डाम्छ त्यस्तो गर्छन् त साथीहरू यसलाई नसम्झाइ भएन कि तिमीहरूले नि सम्झाइदिए सानो केटा बाबु त्यस्तो गर्न भएन भनिदियो के म एक्लै त सकिनँ नि सानो केटालाई यसलाई हेर्ने हो कि यसको बाउलाई हेर्ने हो कि एउटा 14 वर्ष बुढो छ त्यसलाई हेर्ने हो कि त्यो एउटा 14 वर्षको भयो के त्यो अर्को कुकुर के त्यो छ अर्को दुनियाँका घरतिर हिँड्छ घरै बस्न छोडे त्यस्तो गरेर हुन्छ त मयाले पाल्ने अनि अरूका घर बस्नु नि त भएन नि होइन आएर गयो अहिले साँझ आउँछ खाने बेला आउँछ अहिले दिसभरि गयो साथीहरू त त्यसको बाउ त्यही त्यहाँ आए यसको बाउ आए कि छोरालाई लैदियो भनेर आए यहाँ आयो साथीहरू यसको बाउ हामी यहाँ बसे हामी के यसले नि भनेकै मान्दैन साथीहरू भनेकै मान्दैन अहिले कस्तो रिसाउँदै हिँड्ने बाउ छोरा हिँडेका हुन् के घाँस काट्नु सानो केटा त मसित बोलेकै छैन कि बोल्दैनौ र मसित बोल्दैनौ देहौ मुन्डो भर्कान देहौ रिसाएकै छ साथीहरू मसित रिसाउस केही छैन रिसाउस जाम उठा जाम साथीहरू हामी गयौँ अब हामी घाँस काट्न हिँडेको नाम्लो जेउरो घरै छोडेर आएछौँ कि बिर्सेर फेरि नाम्लो जेउरो घर लिने हिँड्यौँ बाई